नमस्ते सम्पूर्ण साथीहरुमा हार्दिक स्वागत प्रकट गर्न चाहन्छु। आज हामी कोरियन भाषा अन्तर्गतको कक्षामा डे 3 मा उपस्थित भएका छौं। तीनौं भागमा हामी यतिखेर उपस्थित भइसकेका छौं। हामीले अघिल्लो दिनहरुमा के सिक्यौं त व्यञ्जन वर्ण सिकिसकेका छौं भने आज हामी स्वर वर्ण अ सिक्दै छौं है साथीहरु। कस्तो हुन्छ भनेर अब नेक्स्ट क्लासमा के होला भनेर जिज्ञासा राख्दिनु त आज हामी स्वर वर्ण सिक्दै छौं। ल हेर्नु होला अब कोरियन भाषामा अस्ति हामी व्यञ्जन वर्ण भनेपछि चाहिँ अस्ति हामी छाउम भनेर पढेको थियौं। यहाँ अहिले आज हामी के पढ्दैछौं त मौम भनेर पढ्दैछौं। जम्मा हाम्रो 21 वटा अक्षरहरू अध्ययन गर्नुपर्ने हुन्छ भने यसलाई खिबोन मौम र एकल स्वर वर्ण र हामीले इजुङ मौम भन्छौं। मिश्रित स्वर वर्ण गरेर हामीले जम्मा 21 वटा अक्षर सिक्दै छौं। हामीले अस्ति 19 वटा अक्षर सिकिसकेका छौं भने आज हामी हामीले लगभग 10 वटा अक्षर चाहिँ आज हामीले आउने बनाउँछौं। अब हामी यहाँनिर हेर्न सक्छौं। अब मौम भन्ने छ। मौम भनेको त स्वर वर्ण हो। यसलाई हामीले भवेल भन्छौं भने अब नेपाली भाषामा स्वर वर्ण भन्छौं नि अंग्रेजीमा यसलाई के भन्छौं त हामीले भवेल भन्छौं भने खिबोन मौम भनेको एकल स्वर वर्ण। एकल भनेको एउटा सिंगल अक्षर मात्र हुन्छ हो। यसलाई के भन्छौं सिंगल भवेल भन्छौं भने इजुङ मौम भनेको मिश्रित स्वर वर्ण दुईवटा अक्षरहरूले बनेको हुन्छ। यो चाहिँ भने हामीले यसलाई मिश्रित स्वर वर्ण डबल भवेल भन्छौं भने अब हाम्रो सिंगल भवेल 10 वटा अक्षरहरू मिलेर बनेको छ हो। अब डबल भवेल के छ त हाम्रो 11 वटा अक्षरहरू छ भने हाम्रो जम्मा स्वर वर्ण भन्ने बित्तिकै हामीले 21 वटा अक्षरहरू चाहिँ हामीले सिक्न पर्ने हुन्छ। ल साथीहरु अब हामी क्लासमा प्रवेश गरौँ। खिबोन मौम भन्छौं है। खिबोन मौम भनेको बेसिक भवेल हो। एकल भवेल हो। अब एकल भवेलमा छ सबभन्दा सुरुको अक्षर छ। यो अक्षरलाई हामीले के भन्नु पर्छ त आ भन्ने साउन्डको उच्चारण गर्ने। तपाईहरुले के भन्छ आ के भन्नु पर्छ त आ भनेर आ साउन्डको के गर्ने त हामीले यसलाई उच्चारण गर्ने। तपाईहरुले यसलाई सार्न पनि सक्नुहुन्छ। त्यसपछि हाम्रो दोस्रो छ या। यसलाई के भन्छ या के भन्नु त या। त्यसपछि हाम्रो छ यो अक्षरलाई अ साउन्डको के गर्ने त हामीले उच्चारण गर्ने भने यसलाई के भन्नु पर्छ हामीले य के भन्ने त य। त्यसपछि यसलाई के भन्नु पर्छ ओ के गर्ने त ओ साउन्डको उच्चारण गर्ने हो। यसलाई के भन्छ आ या अ य। ल भन्नुस् त के ओ आ या अ य। सबभन्दा पहिले यो चारवटा अक्षरलाई याद गरौँ हो। यो अक्षरलाई के भन्छ हामीले आ भन्ने हो। यसलाई के भन्छ त आ। त्यसपछि हामीले के लेख्ने त आ पछि हामीले के लेख्ने त या भन्ने अक्षर लेख्ने। या पछि हामीले के लेख्ने त अ भन्ने अक्षर लेख्ने। अ पछि हामीले के लेख्ने त य भन्ने अक्षर लेख्ने हो। आ या अ य के भन्ने त हामीले आ या अ य आ या अ य। धेरै भन्दा धेरै पटक के भन्छ आ या अ य सूत्रै बनाउने। चारवटा अक्षरलाई यतिलाई के भन्छ हामीले यो अक्षरहरूलाई के भन्ने ल भन्नुस् त। अब यसलाई के भन्ने चारवटा अक्षरलाई सबभन्दा पहिले हामीले के भन्ने त सूत्रै बनाउने। यतिलाई याद गर्ने हो। यो अक्षरलाई के भने त आ या अ य धेरै भन्दा धेरै पटक चारवटा अक्षरलाई मात्र याद गर्ने। सबभन्दा पहिले के भन्छ त आ या अ य सूत्रै बनाउने हो। चारवटा अक्षरले लेख्ने आ या अ य के भन्नु पर्छ हामीले यतिलाई आ या अ य भन्नु। त्यसपछि हाम्रो यो अक्षरलाई छ हामीले यसलाई के भन्नु पर्छ ओ के उच्चारण गर्ने त ओ। यो अक्षरलाई हामीले के गर्ने त ओ भन्ने साउन्डको उच्चारण गर्ने हो। यसलाई के भन्छ ओ। अब हामीले यसरी लेख्न सक्छौं यसलाई ओ धेरै पटक के गर्ने त ओ लाई पनि 10-15 पटकै लेख्ने हो। ओ भने तपाईहरुले के गर्ने त लेखेको गर्ने हो। यसलाई लेख्दा लेख्दै हामीलाई लेख्न सिक्नु सकिहालिन्छ। धेरै पटक भन्ने धेरै पटक लेख्ने भयो भने हामीले सहजैसँगले अक्षरलाई चिन्न सक्छौं भने यो अक्षरलाई के भन्छ यो। यसलाई के भन्छ यो साउन्डको उच्चारण गर्ने ने यसलाई उ। अब हामीले बाहिर सास फ्याल्दाखेरि उ भन्छौं नि बिस्तारै हो। बाहिर हामीले के गर्छौं सास फ्याल्दाखेरि उ भन्छौं भने यसलाई के भन्नु पर्यो यु भन्ने अनि यसलाई उ। अब भित्रदेखि हामीले जोडले भन्दाखेरि हामीले के गर्छौं यसलाई उ साउन्डको उच्चारण गर्छौं भने यसलाई इ साउन्डको उच्चारण गर्छौं। अब हामीले यसलाई यो भनेर लेख्ने हो। यसरी के गर्ने त यो भनेर लेख्न सक्छौं भने यसलाई उ। त्यसपछि यसलाई यु भनेर लेख्न सक्छौं भने यो सिधालाई के लेख्न सक्छौं त हामीले उ लेख्छौं भने यसलाई हामीले
ठाडो तान्दाखेरि के हुन्छ त इ हुन्छ हो। अब हामीले के भन्छ ओ भन्ने यो शब्दलाई के उच्चारण गर्ने त ओ भन्ने अक्षरको उच्चारण गर्ने। यसलाई के भन्छ यो, यसलाई उ, यसलाई यु, यसलाई उ उ उ, यसलाई के गर्ने इ हो। अब हामीले यो 10 वटा अक्षर छ हाम्रो, यसलाई के भन्छ आ या अ य। सबभन्दा पहिले यसलाई के गर्ने त हामीले आ या अ य आ या अ य आ या अ य भने त्यसपछि हामीले यो अक्षरलाई के गर्ने त ओ, अनि ओ यो उ यु के गर्ने त ओ यो उ यु, यतिलाई के गर्ने त हामीले याद गर्ने हो। ओ यो उ यु, ओ यो उ यु के भन्छ त ओ यो उ यु भन्ने। अन्तिममा के भन्छ हामीले उ इ, के भन्छ त हामीले यो अक्षरलाई के भन्न सक्छौँ त उ इ हो। उ इ भन्ने हामीले अक्षरको के गर्न सक्छौँ उच्चारण गर्न सक्छौँ। ल तपाईहरुले यसलाई हेर्न सक्नुहुन्छ। अब हामीले के भन्नु पर्छ यसलाई आ या अ य के भन्ने आ या अ य आ या अ य। त्यसपछि के भन्ने ओ यो उ यु के भन्छ त ओ यो उ यु। त्यसपछि उ इ, अन्तिममा उ इ। अब हामीले सबभन्दा पहिलो स्टेपमा हामीले यो 4 टा अक्षरलाई आउने बनाउने। 4 टा अक्षरलाई के भन्छ हामीले सूत्रै बनाएर पढ्ने है। सूत्रै बनाएर पढ्नु भन्ने हामीले के भन्छ त आ या अ य हो। सबभन्दा पहिले हामीले यतिवटा अक्षरलाई के गर्ने त याद गर्ने आ या अ य। यसको नाम के बनाउने त हामीले आ या अ य के भन्छ त आ या अ य। यति 4 टा अक्षर याद गर्ने आ या अ य आ या अ य आ या अ य। 15-20 पटक भन्ने 15-20 पटक लेख्ने यो 4 टा अक्षरलाई भने तपाईहरुले सजिलैसँग चिन्न सक्नुहुन्छ। र यो अक्षरलाई के भन्छ हामीले ओ भन्ने हो। अब हामीले के गर्ने त यसलाई यो अक्षरको नाम के हो त ओ भनेपछि ओ यो उ यु। यति फेरि के गर्ने त यसलाई हामीले दोस्रो स्टेपमा पढ्ने हो ओ यो उ यु के भन्ने त हामीले ओ यो उ यु भन्ने है। के भन्छ त ओ यो उ यु। यो 4 टा अक्षरलाई पनि के गर्ने याद गर्ने भने फेरि हामीले तेस्रोमा के गर्ने त तेस्रो स्टेपमा उ इ हो। यो 2 वटा अक्षरलाई याद गर्ने हो। सबभन्दा पहिले हामीले 4 टा अक्षरलाई याद गर्ने। यसलाई तपाईहरुले कसरी सम्झिन्छ त आ या अ य आ या अ य नआउन्जेलसम्म हामीले आ या अ य उच्चारण गर्ने। त्यसलाई के गर्ने कापीमा पनि लेख्ने हो। यो 4 टा अक्षरलाई लेखेर सबभन्दा पहिले के हुन्छ चिन्ने हुने हो। आ को ठ्याक्कै विपरीत हेर्नुस् हो। आ यता फर्केको छ भने अ कता फर्केको छ त यसको विपरीत फर्केको छ। यो कुरालाई ख्याल गर्नुस् हो। या को विपरीत के छ त य छ हो। यो त 2 टा जान्ने बित्तिकै 4 टा जान्ने त्यतिकै अटोमेटिक हैन त। आ को ठ्याक्कै उल्टो फर्केको साउन्डलाई के भनिन्छ त हामीले अ भन्ने शब्दको उच्चारण गरिन्छ भने या को ठ्याक्कै विपरीत के छ त य भन्ने अक्षर छ है। आ या अ य आ या अ य। तपाईहरुले धेरै भन्दा धेरै पटक भन्ने धेरै भन्दा धेरै पटक लेख्ने गर्यो भने यो सजिलै जान्ने भने त्यसपछिको हाम्रो अक्षर यो के छ त ओ। यसलाई के भन्नु पर्ला भन्नु त तपाईहरुले ओ भन्ने अक्षरको उच्चारण गर्ने। के भन्ने त ओ। त्यसपछि यसलाई के भन्छ यो के भन्नु पर्यो यो अक्षरलाई के भन्ने उ। यसलाई के भन्ने यु भन्दैन। यसलाई उ अलिकति भित्रदेखि हामीले जोडले भन्दा उ भन्छौँ भने यसलाई इ भनेर हामीले उच्चारण गर्ने हो। यो 10 वटा अक्षरलाई तपाईहरुले धेरै भन्दा धेरै पटक लेख्ने है। नलेखेसम्म हामीले अरूको देशको भाषा हामीले जान्न सक्दैनौँ है। अलिकति लेख्ने घर पनि के गर्ने अभ्यास गर्ने प्र्याक्टिस गर्ने। यो नियमलाई अनुसरण गरेर तपाईहरुले पढ्नु भने सजिलैसँग तपाईहरुले जान्न सक्नुहुन्छ। र हामीले तपाईहरुलाई प्रत्येक दिन कोरियन भाषाको क्लासहरु हाम्रो युट्युब च्यानल र फेसबुक पेजमा पनि हामीले लाइभ दिइराखेका छौं। र टिकटकमा पनि तपाईहरु जोडिन सक्नुहुन्छ। हाम्रो अफिसियली टिकटक च्यानलमा पनि जोडिन सक्नुहुन्छ। र तपाईहरुले आफ्नो कोरिया जाने गन्तव्य सुनिश्चित गर्नको लागि चाहिँ हामीसँग जोडिनु पर्ने हुन्छ। तपाईहरु भौतिक माध्यममा होस् या अनलाइन माध्यमबाट जोडिएर पनि हामीसँग पढ्न सक्नुहुन्छ भने यदि तपाईहरु फिजिकल क्लास लिन चाहनुहुन्छ भने हामी बागबजारमा छौं। बागबजारमा हाम्रो दिएको नम्बरमा तपाईहरुले सम्पर्क गर्न सक्नुहुनेछ भने अनलाइन क्लास लिन चाहनुहुन्छ भने हाम्रो यही दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। के कस्तो लाग्छ त हामीले सिकाएको कुराहरु प्रतिक्रिया पनि दिन नभुल्नु होला। हस्त धन्यवाद।